पल्टे त यार हन्टर त यार ओए हामी जान लाग्यो अब हेलो गाइज गुड मर्निङ सबैजनालाई। आजको हाम्रो भ्लग चाहिँ यहाँ ताङ्गे गाउँको लिए आएर सुरु भएको छ। भाइ चाहिँ रेडी भइसकेको छ अब राइडको लागि। हामी चाहिँ अब फर्किँदैछौँ। अब यो सबै लेक काटेर जानुपर्छ हामी चाहिँ उतातिर। हामी चाहिँ आएको यताबाट, गाउँ चाहिँ उता हल्का उता छ। अब हामी चाहिँ सब रेडी भइसकेर अब हामी हिँड्दैछौँ गाइज। दुईजना साथीहरू चाहिँ गइसकेको छ। हामी चाहिँ अब हाम्रो मिनी भ्लग बनाउँदै हिँड्दैछ ल। ल गाइस अब हाम्रो भ्लग चाहिँ सुरु भएछ। भाइ चाहिँ रेडी भइसकेको छ। ल भाइ अगाडि अगाडि हिँड्न, म पछाडि पछाडि हिँड्छु ल। ल लेट्स गो गाइस। दुईजना साथी एकदम छिटो भेट्नुपर्छ हामीले ल। लेट्स गो। अब भाइ गइसकेको छ ल। अब हामी यही उकालो जान्छौँ ल। दुईजना साथी चाहिँ गइसकेको छ हाम्रो चाहिँ। ल चलो चलो जाम। ल हिँडौँ, त्यही उकालोबाट जाउँ है। ल जाम जाम। अब लेट्स गो गाइस। हाम्रो राइड सुरु भइसक्यो। चारजना साथीहरू सब भेटिसकेको छ। अब राइड चाहिँ बबाल खालको छ हाम्रो ल। ओ माई गड। अब केटाहरू एकजना चाहिँ उता गयो। ओए उकालो उकालो। वाउ, हामीलाई बाटो चाहिन्न साथीहरू। यतातिर त बाटो यस्तो छ कि हेर्नु न, कुनै गाडी हिँड्ने बाटो होइन यो चाहिँ। यस्तो बाटोबाट आइदिरहेको हामी ल। हेर्नु त वाउ। यो हो क्या राइड भनेको। यस्तो मिठो छ बबाल ल। वाउ माथि डाँडामा बस्नु ल एकछिन है। माइ गड, यस्तो उकालोमा पनि 3 गियरमा तान्छ त यार। बाइक त एक कानै हो क्या अब। ल भाइ कुदाउ कुदाउ। पारीबाट एकजना होन्डा बाइक लिएर आउँदैछ जस्तो लागिरहेछ। को चाहिँ होला यो भनेपछि। हजुर कुदाउ कुदाइदेऊ क्या अलि। वाउ यस्तोमा पनि 3 गियरमा तान्नु भने खत्रै होइन। वाउ यो बाइकसँग फेरि सक्दैन क्या यार। यो बाइक भनेको त राजै रहेछ कि। यस्तो अफरोडको त राजै होला हौ। हेरौँ न हेरौँ, 3 गियरमा तान्दैछ यस्तोमा। वाउ हामीलाई बाटो चाहिन्न केटा हो। लिकमा हिँड्नु हुँदैन हामी। यस्तो यस्तोमा हिँड्ने पुग्छ हामीलाई ल। अब हल्का स्लो गरौँ ल। केटाहरू फेरि छोड्यो भन्दा
फेरि छोड्नु पनि भएन केटाहरूलाई सँगै आएपछि सँगै फर्किनुपर्छ होइन हामी भनेको त यस्तै हो राइडर हो केटाहरू पनि सक्दैन हामीसँग अब आए केटाहरू आए ल अगाडि जाऊ अगाडि वाउ यो भाइ ओ माई गड हन्टर बाइक ल यो चाहिँ नयाँ निस्केको हन्टर अहिले चाहिँ ओ हेर्नु न हन्टरले यस्तो खोल्दो रहेछ टायरले माटो नराम्रो खोल्दो रहेछ डट बाइक बराबर हेर्नु न त्यसको टायरमै हेर्नु न पहिला ल केटा हो जाऊँ दौडाएको यार केटाहरू टर्निङ त भमालै रहेछ त यो अगाडि त 220 पुगेछ त यार 220सँग नसकिने भयो क्या हो यो यारली नाकै तिम्रो हो फुली डार्लिङ नाकै तिम्रो अब ओह्रालो सुरु भयो ल गाइजहरू हाम्रो ओह्रालो चाहिँ बबाल ओह्रालो सुरु भयो अब चाहिँ कुदाउनै पर्ला जस्तो छ तर मेरो चाहिँ अलि कुदाम भन्ने केटाहरूलाई फेरि अब पछाडि छोडिहाल्छु मैले एकछिन है त्यही भएर अलिक समस्या छ एकजना चाहिँ आएको छैन अझै 220 वाला चाहिँ आएको छैन ल यो हाम्रो हन्टर र यो चाइनिज डट अगाडि गइरहेको छ वा अप्पर मुस्ताङमा तपाईँहरू आउनु भने यो ठाउँ आउन नछुटाउनु होला गाइजहरू बवाल छ राइड गर्नको लागि यो ठाउँ अब म चाहिँ सर्टकट हिँडिदिन्छु ल ओ चाइनिज पनि सर्टकट गयो त ओए आमजी यस्तोमा सकिन्छ ओए ओए गयो त ल त्यो कहाँ गएको ओए 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 पल्टे देखाएर हन्टर त यार ओए के हो ओ चोट लागेन ओ भाइ चोट लागेन हेट कहाँबाट आइदिएको यार तातमा यस्तो ओ मा छ्या